सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। सो आजको भ्लग चाहिँ गाउँघरदेखि सुरु हुँदैछ। आज चाहिँ तिहार छ, टिका लाउने दिन। त्यही भएर हामी टिका लाउन चल्दिएको जान पर्नेछ। त्यो खोला छेउमा है जान पर्ने चाहिँ अहिले चाहिँ घरबाट निस्केको टक्क लाएर पछि आउँदैछन् एकजना भाइ। सो त्यही हो, टक्क लाएर हिँड्दै गरौँ। के हुन्छ कस्तो हुन्छ म सब देखाउने छैन। आज दिन कस्तो जान्छ के जान्छ आफूलाई पनि थाहा छैन। हिँडिराखेपछि थाहा हुन्छ। कहाँ गयो फुपूहरू? हरायो त नि के हो। लेट्स गो। अब घर पुगेपछि म टक्क भिडियो बनाउँछु र के कस्तो हुन्छ सबलाई छोटो मिठो पारामा ल्याउँछ यता। यो हाम्रो यहाँ टिका लाउने बहिनी यहाँ छ, बहिनी कुकुर यहाँ छ। घर हिम्मे तल छ, पछाडि कुकुर र बच्चा, अगाडि दाइ र बहिनी। के लेख्छ नि नलिने के थिएन लिइहालिस् त। यहाँदेखि भन्दा हुँदैन, यहाँदेखि सर्टकट हान्नु पनि मलाई थाहा भइदियो त म बाइक ल्याइदिन्छु। बाइक लिएर आइदिनु हुन्थ्यो करे। तेरो दाइले त नि पुरा कम्बो, तेरो दाइले त कम्बो सेटै ल्याइदियो हुन्थ्यो करे। त्यसले के ल्याइदियो? बक्सर पाइप। ल फाइनली घरमा एन्टर गरेर यता हामी गाइजहरू। ओहो साइकल के हुन्छ खै के अनि महाकोरे यहाँ के खाएर बस्यो एक्लै एक्लैमा। सब सर्न लाग्यो यार। के हो र यहाँ बोरा? ओहो हो खजाना रहेछ त यार। भोगलाई चियर बिहानदेखि केही खाएको नि छैन यार मैले। ओए चुचे आउन त को केटीसँग त उडा उडिन्छ के। अब एकछिन के हुन्छ म जाँदै गर्छु। खानु खतम भयो सालाम। ल हाम्रो रङ्गोली बनाउने कसरी डिजाइन हाल्ने त नि? नचलाइदे नचलाइदे हाम्रो आर्टिस्ट अलिअलि है चल्छ चल्छ नेपालमा चल्छ। तिमी दुईटा मात्रै हौ, तिम्रो दुई भाइ हो र? तिम्रो दुई भाइ हौ? आफ्नै आफ्नै हो। कहाँ पढेर तिमी भाइले देखिनु? त्यो हामी बिहे पढ्ने बेला त्यो उता थियो गाउँमा। तिमी बिहे गर्ने बेला बल्ल बिहे मैले घर त बनाइदिएँ। फाइनली रङ्गोली कम्प्लिट। मैले बनाएको नै कहिले सोध्याने अरूले बनाएपछि क्रेडिट त आफूले ल्याउनु पर्यो। त्यही भन है, कसले बनाएको रे रङ्गोली? मैले होइन के, मै भिडियो प्रुफ छ तैँले बनाएको थिएँ। तैँले बनाएको के रे केटा नि केटा केटा केटी ए पसँगै परेको साथी हो। साथी हो साथी त हो साथी हो साथी त हो साथी त हो साथी त होइन र साथी हो साथी हो साथी हो। बल्ल बल्ल हाम्रो सुरु हुन लागिसक्यो।
त्यो उडी नआबल्ट कति बोल्दो रहेछ यो त्यो एटा सिक्ने जटा बान्डे राख्नु त्यसलाई पराउनु सर्नु पर्दैन एकैचोटि अब खाने बेला गरे हुन्छ क्या तपाईँ के गर्ने अब त्यो तेल लाइटे पहिला बुम पहिला यसको टाउ आटेकेर घुम्ने बाटो छले छैन थोरै पानी हाल्ने क्या नआइदिने होइन सिगान नै झारले सेरिने टाउकोमाले भयो सिगान झालिस् नि तिएर सिगान पुसे टप्पा टाउका तान तान मजा तान बाहुबली सर भर हेर्न गरे मटन लुकेको का बल्ल भयो ल हेरेर सुरु तेल कहिले लगाइन्छन् मलाई त दुईटा हातले लिँदैन एटा कति दिन पछि मलाई एटा हैन र दुईटाले मसाज मलाई त अलि मन चलाउनु पर्छ त्यही पनि अहिले त्यतिखेर लाने बेला अघि हार्ने नागेर आइज अब यसको बात मेरो पाली खाली लपकिलाई बसेलाई नै आन्टी त्यसले लाएन खाली मर्छ नाख्न लाग्दैन खाली मर्छ कानमा त तेलै भयो हल्का हल्का लाउने तपाईँलाई छैन माथि नाकमा झरिरहेको हाँस्ने हो एक्लै लोकल खाइन्छ क्या कहिले भोलि बिहान सबभन्दा लास्टमा म उठेर हिँड्छु क्या म होइन घर मात्र भाग्य लाने भयो सबै नाकमा चुहेको निधारमा कम नाकमा धेरै लगाइदिन्छु क्या नाकभरि डल्दै अन्त अहिले सबै पाइडा झरिन्छ त्यो त्यहाँ त क्यामेरा त के हो खान मन लाग्यो के रङ्ग लाउँदै अन्डा निकाला भनेर अन्डा निकाल्दैन बाबा अन्डा ल्याइदिन्छ मान्छे ज्ञानी सबै कुरो देखाउने भनेर
पर्दैन अब सक्यो अब त्यही राख्नु अब कत्रो आएर 1 2 3 4 यता छ गन्जे अब कति भयो होला बा कोएन कलर सेतोसँग साथ के हुन्छ गन्जे यस्ता टिका लाउनु छिरा होस् न सिधा हेर्न मम्मी आज निदाले घप्टो भएको कस्तो पानी गर्ने कति हाल्छ चुचेको बाङ्गे बनाएर किन त्यो कपाल अड्डाइदैन सुसान कस्तो अड्डाइ भने पनि झन् छुट पर्छ काट्दे कपाल अड्डाइ त्यो अगरबत्तीले जलाइदैन सिएम तानेको तानेको दुई थरी एकै थाहा भएछ कि कलर ठ्याक्कै मिल्दैन अन्डा त भयो भयो जसवटा रहेछ ओहो अन्डा त पानीपुरी जस्तो पानी अगा मन तिर्नलाई चाहिँ पानीपुरी जस्तो देखिन्छ अन्त त खतरनाक भयो भाइटिकामा पानीपुरी ए सबभन्दा धन्नै याद गरेको थिएँ मलाई लगाइदिनु त धन्नै बिर्सिरहेछु यसको चाहिँ 1 किलो डल्ला धन्यवाद ओहो ओए के अरे बिमल हो क्या अनबक्स खान पर्छ नि गर्छ ल मलाई खै अन्डा दिएर आउँदा नि त्यो पाटा साथै होला खाए तपाईँको किन दुईटाको खसेन गौतम दाइको मात्र नाकमा हाल्छ मेरो मात्र नाकमा फाल जस्तो रक्सी छिटो मलाई लगाइदियो खाने भयो आम खाने भयो आम ल मैले त सिद्ध गराइदिएछ नि छड्के गराइदिन्छु कसैले टिका लाउने म लाउनु नआएको ल्याम्मै बाँडेन अनि केटीहरूलाई त गोलो होइन र फुपू कस्तो खोल्नै नआग्यो कहाँ कस्तो प्याकेजिङ मैले अघि आएर खोल्न कोसिस गरिरहेको छु खोल्ने केही छैन सेलले त्यो अगाडि आएको राम्रो भयो निकाल्नु नगरे तिमीले त्यो चुच्चो बनाएको छ त्यही भएर यी त हेर न खानिन्छ यहाँनिर हिन्दू कस्तो बिमल जस्तो छ अरे बोलो जु भएको छ यो भएको त्यो धेरै यहाँ चल्दैन अब गाई चल्छ। खानुपर्छ भात नखाएको नि दुई दिन भयो ओ 2 3टा रङ हाम्रो लागि राखेँ हामीले नि त्यसो टाल्दिन पऱ्यो गरे होइन ए होइन फुपू ओए बुटुको पऱ्यो यार ओए ट्याङ्नी पऱ्यो त्यहाँ ओए चक्लेट फुपूलाई दिदी भन्ने चक्लेट यार ओ यो चक्लेट त त्यहाँ कमल अङ्कल कहाँ पाइन्न र यो कलर कलर वाला ल रोक म लगाइदिन्छु ला समात बन्द गरिदिउँ गएर हेरे खानुकै हतार छ खागन देखाउने होइन यो लगाइदिसक्यो यो र निलो लगाइदिएछ जरा लाइभ नि दिदा नआएछ अन्त पैसा लिनुपर्छ फेरि ओइ मुन्टो नहल्लाइ त मुन्टो गर्दै हल्लाउँछ लगाएछ त छिटो क्या लकाल्ला छिटाइयो न मुख खोल्ने डाउन हल्लाइ त अहिले हैन कहाँ लगाइदिए केही यस्तो हाल्छु लगा लगाइजा ला छिटो ला ल माला ल ल ल ल ल पैसा ल्याऊ अब पैसा 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 बराबर भएन त तँलाई पक्कै होइन नि ला तँलाई अन्डा पुरै ला पुरै खा सबैको निकालिछ नि आछु कस्तो ला तँलाई नि हो ला नमस्ते मैले लिएको त होइन गरे त्यही नि यो मेरो भागो नि हो
ल यति भए सकियो तिहार सक्यो अब खाना सुरु गरौँ त्यसपछि प्लानिङ के बन्छ अहिले यार कहाँ जाने हाम्रो जम्बू आयो जम्बू ल खाएर भेटौँ सो खाना खाएर हामी बाख्रा खोज्न जानु लाग्यो बाख्रा फुपूको 5वटा बाख्रा हराएर 5-5वटा बाख्रा हराएर हामी खोज्न जानु लाग्यो होइन खोलातिर भेटिन्छ र बाख्रा खोलातिर खालि यसले सुँगेर थाहा पाउनु पर्ने यसले यहाँ रहेछ बाख्राको फाइनली बाख्रा भेटियो वहाँ परको जङ्गलमा छ बाख्रा चाहिँ यतातिर छ जङ्गलमा हामी चाहिँ यहाँ छौँ तल आइछौँ कहाँ घरदेखि कति टाढा आउँछ बाख्रा त जाम भुइँबाट अब बाख्रा चाहिँ लिएर आउनुपर्ने हुन्छ फाइनली भेटियो फाइनली बाख्रा भेटियो हरायो भनेर हिँडे मान्छे फाइनली बाख्रा भेटियो कहाँदेखि कहाँसम्म आएको बाख्रा यही हो बाख्रा फ्यामिलीले लिएर आएर त बाख्राले त्यहाँबाट ठुल्ठुलो मात्र होला भनेको त सानो सानो घरदेखि यति टाढा त्यही पनि यिनीहरू त खटाइ रहेछ नि खै कतिवटा 5वटा होइन ए 3-4-5 ठिकै रहेछ ए बा सानो नै कति राम्रो लाने चाहिँ कसरी हो पक बोका कि के बोका पाल्छन् राम्रो छ घर होइन तिमीहरूलाई यहाँ पुरा हामीलाई यता नि तिहारको दिन दुःख दिन्थ्यो पेन्डाङ पुन्डुङहरू यिनीहरूले त बोकेर लानु पर्ला त हौ हामीलाई दुःख रहेछ नि हामीलाई दुःख रहेछ दुःख दिन्छ कसरी खाएको यस्तो रहेछ तँहरूले गर्दा हामी कहाँदेखि कहाँ आयो अहिले आएर ने गर्ने न बाटोबाट हो त्यो बाख्रा भेटियो अब घर जाने त्यसपछि अरू के प्लान हुन्छ त्यो चाहिँ पार्ट 2मा है पार्ट 1 भइगयो पार्ट 2 हेरिदिनु होला है त गाइजहरू सबैजना मिलेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु सक्यौँ पार्ट 2 को लागि अब भेटौँ न नेक्स्ट पार्टमा